हेलो साथीहरु, गुड मर्निङ, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजना सन्चै आराम हुनुहुन्छ होला। अनि म पनि एकदमै सन्चै नै छु भन्दै धेरै समयपछि फेरि मैले आज नयाँ भिडियो लिएर आएको छु हैन। अहिले फेरि म मेरो अस्ति भन्दै थिएँ मेरो जिसीहरू हुँदैछ भनेर। त्यसपछि कलेज आउन थाल्यो, यति बिजी भए बनाउनै भएको छैन। अनि अहिले आज चाहिँ मैले बिहान फेरि आज नयाँ भिडियो लिएर आउँदैछु क्या। अनि अहिले चाहिँ म बिहान 7 बजे कहाँ जाँदैछु भनेर म हजुरहरूलाई भन्छु है त। आज चाहिँ म जापान आएर फर्स्ट टाइम भिजा छाप्नको लागि रिन्यू गर्नका लागि जाँदैछु। हाम्रो भिजा चाहिँ 9 महिनासम्म छ क्या। अनि अस्ति जानुपर्ने थियो, बिदै नमिलेर बल्ल आज बिदा मिलेर अनि जाँदैछु। आज फर्स्ट टाइम। अरू बेला नियम गएको यता अघिल्लो पालि त सेन्सहरूले नै गरिदिनु भएको थियो क्या, हामी गएको थिएनौँ। अनि योपालि चाहिँ आफै जानु भन्नुभयो। अनि डकुमेन्ट्सहरू चाहिँ रेडी गरिदिनु भयो, अनि लिएर जाने मात्रै हो बुझाउनुलाई। अनि जाँदैछु म चाहिँ। अब उता साथीहरू पनि छन् अरे, साथीहरू पनि जान्छन्। यहाँबाट चाहिँ म एक्लै छु। उता स्कुलको साथीहरू, मेरो साथीहरू जस्तै गएर आइसक्नुभयो। छुट्टी थियो र मेरो चाहिँ छुट्टी नै नमिलेर गएकै थिएन। त्यस्तो साथीहरू हेर्दै जानु र अब अहिले त बेङ्गल शीतल मौसम, पानी पराएको त छ हौ। लाइट भेट्नुलाई साथीहरू म चाहिँ स्टेसन जाँदैछु। बाटामा यस्तो डिस्ट्रक्सन आउने भएकोले म चाहिँ भिडियो नि बनाइन। अब मेरो साथीहरू आउँदैछन्, अब त्यही नै भेट्नुपर्छ। म उता लाइट भेट्नु जानु पऱ्यो। कतिखेर खै 16को ट्रेन चढ्ने भन्दै कतिखेर आउँछन्। म चाहिँ धमाधम जाँदैछु। यहाँ 5 कति भइसक्यो अहिले भेट्नु। म साथीको को छन् सबैलाई देखाउँछ आज मेरो भिडियो हेर्दै गर्नु होला। आज फर्स्ट टाइम जान आएको जापान आएर जापान आएर पनि जिन्दगीमा फर्स्ट टाइम हो नि त। मेरो चाहिँ कुद्नुपर्ने बेला एक्सपिरियन्स साथीहरू यहाँ साथीलाई पर्खेको पिछा। हामी त ग्रुपै भन्थ्यो, कोही रहेन त एकदम एक्लै भयो, कोही देखिन पनि कताबाट उभिएर नि कोही देखिन। अनि मेरो साथी चाहिँ भर्खर आउनु आँटेको भन्दै आउँछु होला। एउटा ट्रेन त आइगयो। हाम्रो चाहिँ साथी आज चाहिँ भेला भइसकेको छैनौँ साथीहरू। यहाँनिर पुरै 3जनाबाट कतिजना भयो, 6जना भयो नि। उसको एउटा हातमा दिन्छ, एकजना मान्छे। यहाँ आज हामी फर्स्ट टाइम जाँदैछौँ, कस्तो हुन्छ अब। हिरोनी मान्छे उता म त काला छु। अझै एकजना आउँदैछ भनेर पर्खेको। हाम्रो कति ट्रेन गइसक्यो, यिनीहरूले हामीलाई छिटाउ भनेर बोलाएर आएर म त 8-9मा आइपुगेँ। लास्टै गरिम भइसक्यो। किन भाडा शीतल हुन्थ्यो कि भनेको। बेला हुँदा यहीँ 8 बज्ला 8 बजे पुग्ने गरी भन्थ्यो। नेपालीको टाइम त त्यही हो, 6 बजे भेला हुने भन्नुपर्ने। अन्त हामी एकछिन भेटेको साथीहरू। हामी चाहिँ कतिवटा ट्रेन चेन्ज गर्दा गर्दा इमिग्रेसन आइपुग्यौँ बल्ल बल्ल। हाम्रो टोली चाहिँ यहाँ छ 8जना भएको। कति मान्छे आइसक्यो ल, कता हो जाने। हाम्रो चाहिँ 8जना 60मा, आधीजना चाहिँ छुट्यो 3जना। अनि अरू चाहिँ हामी घर जाँदैछौँ। अरू चाहिँ कता गए अहिले चाहिँ राम्री भन्नै पर्दैन, उसलाई सबैले चिन्नु। कहाँ अरू दुर्घटना गर्छन् गयौँ उधार आइहाल्यौँ। अब यस्तै भयो। अब यस्तै हेर्दै छौँ। लगाएर यहाँ आधी साथी छुट्यौँ, आधी यहाँ छौँ भने अब पनि छुट्छिन् अरे। आधीदेखि कहाँ जान्छु म चटकुलीको घर जाने हो। चटकुलीले अहिले ब्लग हेरेछु बनाएर म आएको भनेर। ल हाम्रो चाहिँ ट्रेन आयो। यही ट्रेनमा चढेर हामी जान्छौँ। बस्न नि पाइँदैन यार। ल हामी चाहिँ मेरो आज म उसलाई बोल्न दिँदैछु। आज म धेरै बोल्दिनँ, मेरो बोल्ने साथीलाई भन्नु। हाम्रो ग्रुप चाहिँ फाइनली उभिँदा आयौँ। तर म कस्तो कालो आउनु नि, गोरो नि कालो न मलाई। अब गोरे आइरहेछु यस्तो भन बोला केही। मेरो भ्लगमा कसरी आउँदैछु केही बोल। रचनालाई चाहिँ गाइज भाइरल गराइदिनु होइन। सक्दो लाइक सेयर सब्सक्राइब गरिदिनु। युट्युबमा गएर नि हेरिदिनु। कति राम्रो राम्रो भ्लग बनाउँछु जुन चाहिँ होइन। तिमीलाई भाइरल साँच्चै हो कि तिमीलाई भाइरल गरेपछि मलाई नि गरिदिनु ल अलिकति चाहिँ। मनिषको साथी हो।
ऊ त्यसै नि भाइरल छ नि हल्का सपोर्ट चाहिँ गरिदिनु होला। सपोर्ट गरिदिनु ल गाइज हामीलाई। ऊ टिकटकमा उसको हेर्न सक्नुहुन्छ पुरै भाइरल छ। कहाँ यो आयौँ बाटो खोज्दैछु नि। हामी कहाँ आयौँ थाहा छैन गाइज। अब हामी हराउन नि सक्छ नि। उसले बाटो खोज्यो कि यहाँबाट ए हालसिन देखाइरहेको जाँदैन हौ यता हो। उसले बाटो देखाउँदैछ नि हेर त यहाँ। ल हामी घर जान्छौँ। बाहिनी गऱ्यो अब भोलि सोमबार भेट्यौँला है राम्रोसँग जाऊ। अब उच्च दोकानमा जाने अरे म हामी फेरि यता एक्सप्रेसमा त जाँदैछौँ है। आजको दिन यस्तै भयो बिहानै उठेर हिँडेको। म चाहिँ के पनि आइसक्यो बिहानै उठेर होला निन्द्रा लागेर भन्नु जाने यस्तो निन्द्रा लागिसक्यो कि सुत्नु पऱ्यो। अब सबै साथीहरू भेला भएर जाँदा चाहिँ अन्त छुट्दा छुट्दै कहाँ कहाँ गएर त्यही घर आएँ। म चाहिँ घर आएँ। घरबाट फेरि हिँडेर घर जानुपर्छ गयो। अनि म चाहिँ धेरै टाइम लागेन 9 साढे 8 9 बजी आइपुगेको हामी 8:40 8:30तिर। अनि त्यसपछि त्यहाँनिर एकछिन टाइम लाग्यो। अलिक छिटै हुन्थ्यो होला त्यही मेरो साथी एकछिन पर्खेर पालि आएन क्या नबोलाएर। अनि 5-10 मिनट अलिक ढिलो भयो नि त हाम्रो त एकैछिनमा त लाइन लागेर एकैछिनमा भइहालेको थियो। अब डकुमेन्ट्स बुझाएर आयौँ। अनि अब पेपर आयो घरमा आउँछ भिजा आएपछि अनि आउनु भनेको छ। अब कहिले आउँछ त छैन भिजा। अब 1 महिना मात्रै छ ढिलो भयो जान पनि। छिटै आए त हुन्थ्यो के गर्नु फेरि छुट्टी नि मिल्दैन क्या लास्टै गाह्रो छ। गर्मी छ के गर्नु घाम लागेर जस्तै भयो। अब चाहिँ म घरतिर जान्छु। साथीहरू आजको भिडियो चाहिँ के कस्तो भयो भेट्दै गर्नुलाई साथीहरू। म चाहिँ घर नि आइपुग्न आँटेँ। अब आजको भिडियो खोइ थोरै बनाएन उता त्यो इमिग्रेसनतिर मोबाइल चलाउनु पाएँ नि त गयो ठ्याक्क उहीँ पुग्यो ट्रेनमा गएर त्यहाँ एकछिन बस्यो फेरि निस्केर हिँडिहाल्यो। बनाउने त सोचमा थिएँ। अब हल्का त बनाएँ अलिकति अब कति हुन्छ म हाल्ने कोसिस गर्छु। अनि आजको भिडियो के कस्तो भयो सबैजनाले हेरेर माया गरिदिनु भन्ने आशाका साथ यो भिडियो चाहिँ इन्ड गर्न चाहन्छु। हस्त नमस्ते बाई बाई सी यू इन नेक्स्ट भिडियो। सबैजनाले यो भिडियो हेरेर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला।